तपाईलाई तपाईको स्टडी झन इम्प्याक्टफुल बनाउने केही टिप्सहरू भन्छु है त। सबैभन्दा पहिले चाहिँ तपाईँ निट, क्लिन एन्ड कम्फर्टेबल हुन जरुरी छ। पढ्न बस्नुभन्दा पहिले फ्रेस अप हुनु, नुहाई-धुवाई गर्नु, सफा हुनु र आफ्नो सराउन्डिङ, आफ्नो स्टडी रुमलाई चाहिँ चट्ट मिलाउनुहोस् है। आफ्नो बेडहरू मिलाउनुहोस्, आफ्नो स्टडी टेबलमा सबै सामानहरू टक्क राख्नुहोस्। रुम स्प्रे छ भनेपछि सटसट अलिअलि छिर्किनुहोस्, नभए अगरबत्तीहरू जे भए पनि बाल्नुहोस्। अलिकति रुमलाई फ्रेस गराउनुहोस् होइन, सो द्याट तपाईँलाई चाहिँ त्यहाँ बसौँ बसौँ पढौँ पढौँ होस्। ठिक छ, त्यसैले पढ्न बस्नुभन्दा पहिला क्लिन हुने, निट हुने र कम्फर्टेबल हुने, सो द्याट तपाईँलाई त्यहाँबाट उठ्न मन नलागोस्। नम्बर 2, नो युज अफ मोबाइल एन्ड ल्यापटप्स है, इन्टरनेटको युज। ओके, यो मलाई पढ्ने बेलामा ल्यापटपमा यो हेरेर पढ्छु भनेर त्यो नगर्नुहोस्, सकेसम्म नगर्नुहोस्। किनभने वन्स यु स्टार्ट युजिङ योर मोबाइल फोन अर ल्यापटप, तपाईँ बिस्तारै त्यसैमा भुल्दै जानुहुन्छ होइन। एकैछिन यो हेरिहालौँ, एकैछिन त्यो हेरिहालौँ हुन्छ, डिस्ट्र्याक्सन एकदम हाई हुन्छ। त्यसैले सक्दो आफ्नो बुकमा, नोट्समा, कपीमा मात्रै रिलाइ हुने गरेर पढ्न बस्नुहोस् है। नम्बर 3, टेक अलार्म। ठिक छ, टाइमर सेट गर्नुहोस्। यति घन्टा जस्तो आधी घन्टा यो टपिक पढ्छु अथवा 1 घन्टा यो टपिक पढ्छु भनेर जुन एउटा माइन्ड मेकअप गर्नुहुन्छ, त्यसको लागि अलार्म सेट गर्नुहोस्, सो द्याट तपाईँलाई कस्तो हुन्छ भने चाहिँ 5 मिनट 10 मिनट पढ्दा पनि मैले कति धेरै पढिसकेँ भन्ने हुन्छ होइन, आइडिया नै हुँदैन तपाईँले कति पढिराख्नु भएको छ भनेर। त्यसैले टाइमर सेट गर्नुहोस्, तपाईँलाई ठ्याक्क आइडिया हुन्छ ल मैले यति टाइम पढेँ भनेर है। त्यो गर्नुहोस्। ठिक छ। एन्ड द लास्ट वान इज टेक स्मल ब्रेक्स है। तपाईँले आफूले सेट गरेको टपिक पढ्नुभयो, त्यसपछि चाहिँ 5 मिनट ब्रेक लिने। अब त्यो ब्रेकमा तपाईँलाई के खान मन लाग्यो खान सकिन्छ, तपाईँलाई एकछिन म्युजिक सुन्न मन लाग्यो 5 मिनटको एउटा गीत सुन्न सक्नुहुन्छ, जसले पनि तपाईँलाई एकछिन फ्रेस गर्छ होइन, रिलिफ दिन्छ, त्यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। आफ्नो पढाइको बिचबिचमा 1 घन्टा पढेपछि, आधी घन्टा पढेपछि सर्टन टपिकहरू कम्प्लिट गरिसकेपछि 5 मिनट्सको 5-10 मिनट्सको ब्रेक लिने, अनि फेरि बसेर पढ्ने है त। सो तपाईँले यो टिप्सहरू युज गरेर आफ्नो स्टडीलाई चाहिँ झन् प्रभावशाली बनाउन सक्नुहुन्छ है त।